पहिला कुरा सुनौँ अनि त्यसपछि बोलौँला है। नाम के अरे एडमिसन गर्दा पैसा नलिनु भनेको छ होइन? कसले भने बालन सरकारले अनि त्यही उ गरिरहेको छ त, घोषणा गरिरहेको छ। टिभीमा हो र? पत्र पत्रिकामा को भनेको त? टिभी पत्र पत्रिकामा गएर फर्म भर्दै टिभी भनेर भर्दैछ। अनि सरकारले भनेपछि त न हो कि भन्ने हुन्छ नि त। सरकारले आएर स्कुलमा भन्नु पर्यो नि। हो र? स्कुलमा भन्दैन नि, पत्र पत्रिकामा भन्छ, टेलिभिजनमा भन्छ है। हजुर। त्यो टेलिभिजनले भर्ना गर्दैन, पत्र पत्रिकाले त्यही त सरकारले अब भनिरहेको छ नि त होइन, अब एडमिसन गरेको फी लाग्दैन सरकारले के भन्यो भनेर त्यही भएर। सुन्नु हुँदैन, पागल हुनु। हो र? हामी सुन्दैनौँ। अहिलेको सरकारको त बोली त हिरो छ, तर काम चाहिँ जिरो देखियो। अब खुल्लम खुल्ला शिक्षकहरूले हामीलाई त सरकारले भनेकै छैनन् भनिरहेछन्। भनेपछि त तपाईँहरूले यस्ता शिक्षकलाई के कारवाही गर्नुहुन्छ? कि त कडाभन्दा कडा कारवाही गर्नु पर्यो, कि तपाईँहरूले बोलेको बोली चाहिँ फिर्ता लिनु पर्यो। र यो कागजमा र बोलीमा मात्रै सीमित छ कि तपाईँहरूले यो टिचरहरूलाई लगेर ब्रिफिङ पनि दिनुहुन्छ? एउटा राम्रो ब्रिफिङ दिनु पर्यो। यस्तो कुरामा चाहिँ हेलचक्राइ धेरै भएको देखिन्छ नेपालमा, र गुनासो पनि धेरै छ।